सो हेलो साथीहरू होइन, यो चाहिँ म बस्ने घर हो जापानमा होइन। रिसेन्टली म चाहिँ यहाँ टोकियोबाट सरेर एक्लै बस्ने गरेको छु। यो घर हो, तपाईँहरूलाई म देखाइदिन्छु है त। यही घर हो। म चाहिँ माथि फ्लोरमा बस्छु होइन, सानखाइको सानमारुइचमा। यहाँनिरको चाहिँ यस्तो छ है। यहाँनिर अहिले रिसेन्टली बिहान चाहिँ मजाले पानी परेको थियो र बिहान पानी पर्दा चाहिँ एकदमै मौसम अँध्यारो थियो भने अहिले चाहिँ एकदमै मौसम पनि उज्यालो भएको छ र मौसम उज्यालो भएसँगै होइन, मेरो पनि फेस उज्यालो उज्यालो देखिरहेको होला, किनभने एक हप्तापछि चाहिँ म अलिकति आज फ्री हुँदैछु। त्यही भएर यसो बाहिरतिर अब त्यही हो, स्कुल गएर आएँ होइन। 1 बजेदेखि 4 बजेसम्म स्कुल गएर आएँ। बिहान जुत्तो सुतेँ होइन। आज शुक्रबार हो, मेरो शुक्रबार बिहान काम हुँदैन। अनि सोमबारदेखि के भन्छ, सोमबारदेखि नेपाली कुरा पनि बिर्सिन्ला जस्तो कि अब कहिले नआउने होइन, यस्तै हो, फ्याट्ट नआउने मुखमा। सोमबारदेखि बिहिबारसम्म चाहिँ मेरो जुत्तो काम हुन्छ, अनि शनिबार आइतबार पनि जुत्तो काम हुन्छ, अनि शुक्रबार चाहिँ टक्कसँगले अलिकति समय मिलाएर बिदा पनि राखेको छु होइन। मैले चाहिँ धेरै पहिलादेखि नै यस्तो भ्लगहरू स्टार्ट गर्ने भनेर सोचिरहेको थिएँ होइन। अब त्यही हो, भ्लगहरू स्टार्ट गर्ने भनेर सोच्दा सोच्दै पनि यस्तै हो जापानमा होइन, अलिकति रिउगाकुसे होइन, स्टुडेन्ट लाइफमा अलिकति समय चाहिँ निकाल्न नसकेर चाहिँ अब त्यही हो, समय निकाल्न सकिँदैन। अलिक गाह्रै छ, त्यही पनि ट्राई गर्दैछु होइन। तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियोहरू हेरिदिनु होला होइन। भिडियो राम्रो लागेमा माया गरिदिनु होला भन्न चाहन्छु। र तपाईँहरूलाई आज चाहिँ म यो भिडियोमा होइन, म बस्ने घर नजिकै यो के स्टेसन भन्छ, कोसिगाया स्टेसनबाट एक स्टेसन पारी है, एक स्टेसन पारी चाहिँ कोसिगाया लेक टाउन भन्ने ठाउँ छ। तपाईँहरूलाई म देखाउन गइरहेको छु होइन। एकदमै राम्रो ठाउँ छ अरे भनेर यहाँको मान्छेहरूले भनेको थियो मलाई पनि। अनि अब कस्तो छ है, यस एक्सप्लोर गाइज होइन, हेर्न जाऊँ है त ल। म चाहिँ अहिले टक्कसँगले यहाँनिर कोसिगाया स्टेसन भनिन्छ यो ठाउँलाई चाहिँ होइन। यो चाहिँ स्टेसन हो, ठुलो स्टेसन छ। यहाँ चाहिँ दुईवटा स्टेसन सँगसँगै छ। यतापट्टिको चाहिँ कोसिगाया स्टेसन भनिन्छ र अर्कोपट्टि चाहिँ यता पनि छ है, यता पनि इन्ट्री गर्ने छ, इन्ट्री एक्जिट गर्ने गेट छ। यतापट्टि चाहिँ मिनामी कोसिगाया स्टेसन भनिन्छ, यता चाहिँ कोसिगाया स्टेसन भनिन्छ। र अहिले म लेक टाउन जाने चाहिँ यतापट्टिको स्टेसनबाट है, यो स्टेसनबाट चाहिँ जानेवाला छ है त, मिनामी कोसिगायाबाट। लेट्स सी गाइज। ल यहाँनिर चाहिँ ट्रेन आउँछ है। अब यहाँबाट चाहिँ एक स्टेसन मात्रै हो, कोसिगाया लेक टाउन चाहिँ। म चाहिँ तलबाट इन्ट्री गरेर यता माथि प्लेटफर्ममा आइसकेँ। यहाँनिर चाहिँ यसरी ट्रेनहरू वेट गरिरहेको छ मान्छेहरू होइन। आज चाहिँ अब खासै 4 बजीतिरको टाइम हो होइन। यतिकोलाई चाहिँ खुल्लै भनिन्छ तर होइन, अब 5-6 बजेको टाइममा अझै धेरै भिड हुन्छ स्टेसन चाहिँ। अहिले चाहिँ यतिको मान्छेहरू चाहिँ कुरिरहेको छ होइन। लेट्स सी होइन, एकछिनपछि पुगिहालिन्छ। म तपाईँहरूलाई देखाउनेवाला छु होइन, त्यहाँनिरको सिन कस्तो कस्तो छ होइन। कोसिगाया लेक टाउन भनेको चाहिँ साइतामाको एकदमै फेमस ठाउँ जस्तै हो। त्यही भएर तपाईँहरूलाई पनि देखाइदिउँ, एक्सप्लोर गरौँ भनेर चाहिँ मैले आजको यो भ्लग बनाउँदैछु है त गाइज। ल ओके, बब्बाल छ त गाइज ठाउँ त है। एवन भने यो सुपा पनि रहेछ यहाँनिर लेक टाउन। ल टक्क लागेको ठाउँ चाहिँ यस्तो रहेछ होइन। बब्बाल लाग्यो सायद मलाई जहाँसम्म लाग्छ होइन। यो पारी डिलको यतापट्टि चाहिँ छ होला सायद त्यो लेक टाउन भन्ने, मतलब अब लेक छ होला होइन, एउटा पोखरी छ होला जस्तो फिल गरिरहेको छु मैले चाहिँ। यहाँनिर देख्न सक्नुहुन्छ अब यहाँको बाटोहरू होइन, यहाँको अब मान्छे हिँड्ने यो के भन्छ यसलाई होइन, सडक छेउको यो यसलाई के भन्छ मान्छे हिँड्ने, यो पनि यति फराकिलो छ क्या होइन। हाम्रो देशको त अब ठुलै बाटो जतिकै छ क्या यहाँनिर चाहिँ। अब यस्तो बनाएको छ देश होइन अरूले। हाम्रो देश कहिले यस्तो बन्ने हो गाइज होइन। दामी छ त देश, अर्काको ठाउँ है, के गर्नु, हेरेर रमाइलो लाग्छ तर आफ्नो देश नै प्यारो लाग्छ है। आफ्नो देश छोडेर आइसकेपछि अर्काको ठाउँ जति नै राम्रो भए पनि, जति नै झिलिमिली भए पनि आफ्नो देशको याद चाहिँ आउने रहेछ क्या गाइज होइन। देख्न सक्नुहुन्छ बब्बाल छ भ्यू। अहिले चाहिँ बेलुकाको 5 बजेको छ है।
घाम डुब्न लागिरहेको छ, घाम अस्ताउँदैछ भनेपछि पश्चिम दिशा यतातिर पर्ने रहेछ। ओके ल गाइज होइन, टक्क लगाएर अब लाइट पनि खोलिहाल्यो यहाँनिर, हरियो लाइट बलिरहेछ। यतिकैमा मैले यहाँ बाटो पनि काट्नुपर्ने हुन्छ, नभए त बाटो काट्न मिल्दैन यहाँनिर होइन। वाउ बबाल रहेछ त गाइज ठाउँ त। यतातिर रहेछ ल लेक टाउन भनेको, यता पोखरी चाहिँ यता रहेछ खासमा है। बबाल ठाउँ रहेछ होइन। वाउ क्या फ्रेस हावा चलिरहेको छ होइन। तर एउटा कुरा चाहिँ त्यो स्टेसनको बाहिर चाहिँ मैले नदेखे हो कि मैले खोजेको 7-11 होइन, कफी खोजेको 7-11को चाहिँ त्यो कफी बिन्सबाट निकालेको त्यो फ्रेस कफी खोजेको पाइएन होइन। अनि बट्टाको कफी लिएर आयो, तर पनि केही छैन। वाउ देख्न सक्नुहुन्छ गाइज तपाईँहरूले, बबाल रहेछ ठाउँ चाहिँ ल है। यही हो लेक टाउन चाहिँ। सो गाइज म चाहिँ आइपुगेँ लेक टाउन होइन। मैले अघि भनेको ठाउँ यही रहेछ, जस ठाउँ बबालै रहेछ। तर यो स्टेसन बाहिर चाहिँ मैले खोजेको कफी भेटाएन है। मैले चाहिँ यहाँ जापानको 7-11 कफी त्यो के भन्छ कफीको बिन्सबाट भर्खरै निकालेको त्यो फ्रेस कफी चाहिँ खोजेको थिएँ, तर त्यो रहेनछ। तर केही छैन, छुट्टै त्यो बट्टावाला कफी लिएर आएँ, तर केही छैन, ठिकै छ। ठाउँ चाहिँ बबाल रहेछ गाइज होइन। म तपाईँहरूलाई यो पारिदिनु गएर देखाउँछु है त ल। ओके सो गाइज म चाहिँ अहिले ठ्याक्क लगाएर किनारामा बसेर अघि किनेको कफी पनि ट्राई गरौँ भनेर होइन, सनसेट हेर्दै अघि किनेको कफी ट्राई गर्दैछु यहाँनिर होइन। मैले खोजेको चाहिँ अर्कैवाला कफी हो, तर यो नट सो ब्याड होइन, त्यस्तो नमिठो पनि छैन तर मिठो पनि छैन क्या त्यस्तै हो होइन। मैले खोजेको जस्तो कफी चाहिँ यो होइन, मैले खोजेको जस्तो कफी चाहिँ अर्कै हो होइन, मिठो हुन्छ त्यो चाहिँ। यो चाहिँ ठिकै रहेछ, त्यस्तो नमिठो पनि भन्न मिल्दैन गाइज होइन। म एक्लै बसेर यहाँ कफी खाइरहेको छु, मान्छेहरू पनि यताउति डुल्नलाई आइरहेको छ। र सनसेट मेरो पछाडितिर तपाईँहरूले देख्न सक्नुहुन्छ होइन, बबाल छ गाइज होइन। यस्तो बबाल ठाउँमा होइन, तपाईँहरू सायद एरियातिर बस्नुहुन्छ भने यतातिर घुम्न आउनु होला भन्न चाहन्छु होइन। ठाउँ चाहिँ दामी रहेछ ल।